तपाईँ अहिले जहाँ हुनुहुन्छ त्यो केवल पृथ्वी हो। पृथ्वी सौर्यमण्डलमा छ। सौर्यमण्डल एउटा सानो ग्यालेक्सीमा छ र हाम्रो ब्रह्माण्ड सोच्नै गाह्रो हुने खालको विशाल छ। कल्पना गर्नुहोस्, यदि तपाईँले ब्रह्माण्डको अन्त्य हेर्न खोज्नुभयो भने सिक्का मात्र देखाउने जस्तो छैन, तर अरबौं ग्यालेक्सी, तारा र ग्रहहरू छन्। पृथ्वी हाम्रो घर हामीलाई ठुलो लाग्छ, तर सूर्यको तुलनामा यो केवल धुलोको कण जस्तै हो। सूर्य कति ठुलो छ कि यसमा 13 लाख पृथ्वी अट्न सक्छ, सौर्यमण्डलको सबै ग्रह पार गर्न। यदि तपाईँ प्रकाशको गति पछ्याउनु भयो भने पनि घण्टौं लाग्छ। त्यसैले सानो पृथ्वी विशाल ब्रह्माण्डमा एकदम सानो छ। अब हाम्रो ग्यालेक्सी मिल्की वे, यसमा करिब 100 अर्ब तारा छन्। सूर्य त्यसभित्र केवल एउटा मात्र तारा हो। ग्यालेक्सी पार गर्न प्रकाशको गति पनि 1 लाख वर्ष लाग्छ। सोच्नुहोस्, तपाईँ सधैँ जीवनभर यात्रा गरे पनि केवल हाम्रो ग्यालेक्सीको आधा मात्र पार गर्न सक्नुहुन्छ। हामीले देख्न सक्ने ब्रह्माण्ड, अब्जर्भेबल युनिभर्स, यसमा करिब 2 ट्रिलियन ग्यालेक्सी छन्। हरेक ग्यालेक्सीमा अरबौं तारा, ग्रह र सम्भावित जीवन हुन सक्छ। तर सबैभन्दा आश्चर्यजनक कुरा, हामीले देख्ने ब्रह्माण्ड केवल 5% मात्र हो। बाँकी 95% डार्क म्याटर र डार्क इनर्जी हो। हामीलाई अझै थाहा छैन यो के हो, तर यो ब्रह्माण्डको सबैभन्दा ठुलो रहस्य हो। यदि तपाईँ सूर्यबाट सबभन्दा टाढा तारामा यात्रा गर्नुभयो भने प्रकाश पनि लाखौं वर्षमा मात्र पुग्छ। ब्रह्माण्ड निरन्तर विस्तार हुँदैछ। आजको दिनमा तपाईँले देखेका धेरै ग्यालेक्सीहरू भविष्यमा तपाईँबाट टाढा हुँदै जानेछन्। हामी सानो छौँ। हरेक मानवको जिज्ञासा ब्रह्माण्ड जत्तिकै विशाल हुन सक्छ। अब सोच्नुहोस्, हाम्रो दैनिक समस्याहरू, पैसा, तनाव, डर, यी सब ब्रह्माण्डको तुलनामा कति साना छन्। हामी एउटा सानो ग्रहमा अत्यन्त सानो जीवन बाँचिरहेका छौँ। तर विज्ञान र जिज्ञासाले हामीलाई अन्तहीन ब्रह्माण्डको रहस्य नजिक पुर्याउँछ। ब्रह्माण्ड विशाल छ, अनन्त जस्तो देखिन्छ। हामी सानो छौँ, तर जिज्ञासा र खोजीको शक्ति ब्रह्माण्ड जत्तिकै विशाल हुन सक्छ। त्यसैले अर्को पटक आकाश हेर्दा मात्र ताराहरू मात्र होइन, सिक्नुहोस्, सोध्नुहोस् र कल्पना गर्नुहोस्, किनभने ब्रह्माण्ड केवल ठुलो होइन, यो अन्तहीन रहस्यले भरिएको छ।